आज म चाहिँ साथी भेट्न जानेछु होइन, साथी चाहिँ नेपाल जानेछ। अनि साथीलाई चाहिँ अब नेपाल 10 वर्षपछि जाने भएको कारणले चाहिँ हामी के सामान पठाउने भनेर चाहिँ किनमेल गर्दै प्लस अनि साथीको सामान प्याकिङको लागि साथीकोमा जानेछौँ। ट्रेन स्टेसन चाहिँ आउला है, ट्रेनबाट चाहिँ लगभग 3टा जति ट्रेन चेन्ज गर्नुपर्छ। अनि 3टा चेन्ज गरिसकेपछि चाहिँ हाम्रो गाउँमा पुग्छौँ हामी चाहिँ उता चाहिँ जिक्का भन्ने गर्छौँ किनकि गाउँ हो। त्यो ल है, अब हामी चाहिँ फाइनली यो स्टेसनमा आइपुग्यौँ। अब चाहिँ जाम लाग्यौँ। अहिले पुरै सुनसान छ, हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ प्रायः कस्तो हुन्छ भन्दाखेरि मान्छेहरू चाहिँ दिउँसो भएपछि काममा कुदिहाल्दो रहेछन् कि, नेपालीको चलपल पनि खासै छैन। ल गाइज होइन, म चाहिँ फाइनल्ली साथी चाहिँ लिन आएको। अब हामी साथीको रुममा जान्छौँ, यसो सामान प्याक गर्नु छ, चक्लेटहरू किन्नु छ। अब 10 वर्षपछि जाँदाखेरिको कोसेली आमुरी सामुरी यसो सबै किनेर प्याकिङ गर्छौँ। अब त्यसको लागि चाहिँ हामी अब सुब्बा छौँ पहिला। तर यो गाउँतिर रमाइलो छुट्टै है, आनन्द शान्त हो कि यस्तो रमाइलो फेरि हुन्थ्यो हुन्न।